यहाँ दिदीबहिनीहरूले एकदम भाँडा सारा धोएर तयारी गर्न लाग्छन् मेस चलाएर पनि यो रातिको 3 बजेबाट उठेर मान्छेहरूले यस्तो काम गर्न लाग्छन् हेर यिनी नानीहरूले कस्तो काम गर्न लाग्छन् भनेर यस्तो काम गर्दाखेरि त यसो गर्नुपर्छ कसैले मन नपराउनु है नानीहरूलाई बर्बाद होला यस्तो काम गर्ने देख्यो भने लैजान्छन् बिहा भन्ने मलाई शङ्का लाग्यो नानीहरू घर कहाँ हो नि बर्दिया बर्दिया कि उर्दिया बर्दिया ने क्या कर दिया हाम्रो आजको यो र्याली संसद भवन उसको गर्दा हामीहरूले यो राष्ट्रिय पार्टी कार्यालयमा जाँदैछौँ हाम्रो हस्ताक्षर बुझाउन जाँदैछौँ त्यस कारण हाम्रो माग पुरा गराउनको लागि राष्ट्रिय उसलाई पार्टी कार्यालयमा हामीहरूले बुझाउन जाँदाखेरि कुनै चिजलाई पनि सफाई गर्नुपर्छ धेरै फोहोर भयो यहाँ त्यसले गर्दाखेरि अब सरसफाइमा ध्यान दिनुपर्छ हामीहरूले हजुर कता 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 ए यो त हाम्रो मेस पनि यो त हाम्रो मेस पनि यहाँ खाना बन्दैछ तथा युद्ध सङ्घर्ष समिति नेपालको आयोजनामा आज यो जुन मेसमा चलेका भए त्यस कारण हाम्रो लगभग दिदीबहिनी दाजुभाइहरूले यो मेसमा खर्चिनु भएको छ त्यसले गर्दा दाजुभाइहरूले अब दिदीबहिनीहरूले फेरि खानाको लागि थाल र बटुका टाँसेर आउनु भएको छ यहाँ जुन मेस